नमस्ते। आज हामी नेपालको संवैधानिक यात्राको गहिराईमा पुग्नेछौँ। झण्डै 75 वर्षको यो लामो र उतार चढावपूर्ण इतिहासले वास्तवमा के देखाउँछ भने नेपालले आफ्नो राजनीतिक पहिचान खोज्न कति सङ्घर्ष गरेको छ। सोच्नुस् त, सन् 1948 देखि यता 7वटा संविधान। यो सङ्ख्या आफैमा एउटा कथा हो। यो कुनै सामान्य कागजको पाना फेरिएको जस्तो मात्रै होइन। यो त शासक र जनताबीच शक्ति कसको हातमा रहने भन्ने लडाईँको एउटा जीवन्त इतिहास हो। ल, आजको हाम्रो विश्लेषणको यात्रा यस्तो रहनेछ। हामी राज्यको पहिलो मस्यौदाबाट सुरु गरेर शाही कू, प्रजातन्त्रको पुनरागमन, गणतन्त्रको निर्माण हुँदै 2072 को संविधान र अहिलेको नयाँ पुस्ताले सामना गरिरहेको चुनौतीसम्म पुग्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, राज्यको पहिलो मस्यौदा। यहाँबाट हाम्रो कथा सुरु हुन्छ, जहाँ 104 वर्षे निरङ्कुश राणा शासनको अन्त्य हुँदै थियो र एउटा आधुनिक संवैधानिक संरचना बनाउने पहिलो प्रयास हुँदै थियो। यो टाइमलाइनलाई हेर्दा के देखिन्छ भने नेपाल एउटा ठूलो परिवर्तनको सङ्घारमा थियो। एकातिर एउटा बन्द पारिवारिक शासन थियो भने अर्कोतिर विश्वमा दोस्रो विश्वयुद्धपछिको प्रजातान्त्रिक लहर चलिरहेको थियो। हो, यही बाहिरी प्रभावले नेपाललाई नयाँ राजनीतिक युगमा धकेल्यो। अब यो तालिका एकदमै महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने शक्तिमा पहिलो पटक ठूलो परिवर्तन भयो। सार्वभौम सत्ता राणा प्रधानमन्त्रीको हातबाट फुत्किएर राजाको हातमा पुग्यो। यो हेर्दा सामान्य लागे पनि यसले नेपालको शक्तिको केन्द्र नै पुरै बदलिदियो। अब जाउँ अर्को चरणमा। यो एउटा यस्तो समय थियो जहाँ संसदीय प्रजातन्त्रको छोटो तर मिठो अनुभव भयो। तर त्यो खुसी धेरै टिकेन। अचानक भएको शाही हस्तक्षेपले सबै कुरा उल्टाइदियो। नेपालको इतिहासमै पहिलो पटक 1959 मा जनताले भोट हालेर आफ्नो सरकार चुने। नेपाली कांग्रेसले 2/3 बहुमत नै ल्यायो। यो एउटा आशाको बिहानी जस्तै थियो। तर दुःखको कुरा, त्यो बिहानी धेरै बेर टिकेन। अनि यहाँनिर एउटा ठूलो विडम्बना भयो। राजा महेन्द्रले त्यही संविधानको प्रयोग गरे जुन प्रजातन्त्रको रक्षाका लागि बनाइएको थियो, र त्यसैको आडमा निर्वाचित सरकारलाई बर्खास्त गरिदिए। मतलब प्रजातन्त्रको हतियारले नै प्रजातन्त्रको हत्या भयो। 18 महिनामै देशको पहिलो संसदीय अभ्यासको अन्त्य भयो। अब आफ्नो कदमलाई सही साबित गर्न राजाले एउटा नयाँ प्रणाली ल्याए, निर्दलीय पञ्चायत। तर्क के दियो भने बहुदलीय प्रजातन्त्र भनेको विदेशी कुरा हो, नेपालको माटोमा सुहाउँदैन। त्यसैले पञ्चायत नै नेपाली माटो सुहाउँदो व्यवस्था हो रे। तर 3 दशक लामो त्यो तानाशाही शासनपछि जनताको धैर्यको बाँध टुट्यो। जनाक्रोश यति चुलियो कि त्यसले एउटा विशाल आन्दोलनको रूप लियो, जसले फेरि एकपटक देशको भविष्यलाई नयाँ मोड दियो। र यो तालिकाले त्यो 1990 को जनआन्दोलनले ल्याएको क्रान्तिकारी परिवर्तनलाई छर्लङ्ग पार्छ। यहाँ हेर्नुस् त, सार्वभौम सत्ता राजाबाट सिधै जनतामा आयो। यो नेपालको लागि एक ऐतिहासिक छलाङ थियो। पहिलो पटक आधिकारिक रूपमै नेपाली जनता नै सार्वभौम सत्ता सम्पन्न छन् भनेर घोषणा गरियो। तर यति ठूलो उपलब्धि भए पनि यो संविधानमा एउटा गम्भीर खोट थियो। यसले नेपालको जुन जातीय, भाषिक र क्षेत्रीय विविधता छ त्यसलाई राम्रोसँग समेट्न सकेन। हो, यही असन्तुष्टि नै पछि गएर दशक लामो माओवादी सशस्त्र द्वन्द्वको एउटा प्रमुख कारण बन्यो। अब हेरौँ कसरी त्यो गृहयुद्ध र दोस्रो जनआन्दोलनको आँधीले नेपालको इतिहासकै सबैभन्दा ठूलो र सायद सबैभन्दा क्रान्तिकारी परिवर्तन ल्यायो। 240 वर्ष पुरानो राजतन्त्रको अन्त्य। त्यसपछि एउटा ऐतिहासिक शान्ति सम्झौता भयो र अन्तरिम संविधान बन्यो। यसले त राज्यको पुरै संरचना नै बदलिदियो। राजतन्त्रको अन्त्य भयो, नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरियो, संघीयताको ग्यारेन्टी गरियो र पूर्व माओवादी लडाकुहरूलाई मूलधारको राजनीतिमा ल्याइयो। दुईवटा संविधान सभा र वर्षौंको लामो बहस अनि विवादपछि अन्ततः नेपालले आफ्ना निर्वाचित प्रतिनिधिहरूबाट लेखिएको संविधान पायो। यो दस्तावेजलाई दक्षिण एसियाकै सबैभन्दा प्रगतिशील संविधानमध्ये एक मानिन्छ। र किन नमानियोस्? यसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो, 31वटा मौलिक हक दियो, राज्यका हरेक निकायमा 33% महिला सहभागिता अनिवार्य गर्यो र सीमान्तरीकृत समुदायका लागि विभिन्न आयोगहरूको व्यवस्था पनि गर्यो। तर यसको जन्म नै विवादास्पद रह्यो। संविधान जारी हुँदै गर्दा खासगरी तराई मधेसमा प्रदेशको सीमाङ्कन र प्रतिनिधित्वको विषयलाई लिएर चर्को आन्दोलन भयो।
यसले के देखायो भने पहिचान र शक्ति बाँडफाँड जस्ता गम्भीर मुद्दाहरू अझै सुल्झिएका थिएनन् र ती चुनौतीहरू आज पनि हामीसँगै छन्। यसले हामीलाई हालसालेको एउटा विस्फोटक अध्यायमा ल्याइ पुर्याउँछ जहाँ एउटा नयाँ पुस्ताले पूरै राजनीतिक प्रणालीलाई नै चुनौती दियो र देश फेरि एकपटक संवैधानिक सङ्कटमा फस्यो। यो सङ्कटको आगो सल्काउने झिल्को त सरकारले टिकटक लगायतका सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध थियो, तर त्यो आगोमा घिउ थप्ने काम चाहिँ वर्षौंदेखि जम्मा भएको भ्रष्टाचारप्रतिको आक्रोशले गर्यो। यसले देशका युवा र पुराना नेताहरूबीच कति ठूलो खाडल छ भन्ने कुरा प्रष्ट देखायो। दुःखको कुरा त्यो प्रदर्शन हिंसात्मक बन्यो र 76 जनाले आफ्नो ज्यान गुमाए। यो घटनाले देशलाई एउटा ठूलो राजनीतिक हिसाब किताब गर्न बाध्य बनायो। त्यसपछि त घटनाक्रम एकदमै छिटो बदलियो। प्रधानमन्त्रीले राजीनामा दिए, संसद विघटन भयो र यो राजनीतिक गतिरोध अन्त्य गर्न एउटा अतिरिक्त संवैधानिक बाटो खोजियो जहाँ पूर्व प्रधान न्यायाधीशलाई अन्तरिम सरकारको नेतृत्व दियो। त्यसो भए 75 वर्षमा 7वटा संविधान भोगिसकेपछि के नेपालको स्थिरताको खोजी अब पूरा भएको हो वा यो देशको कान्छो पुस्ताले एउटा बिल्कुलै नयाँ अध्याय लेख्न लागेको हो? यो प्रश्नको जवाफ भविष्यले नै देला।